안녕하세요 친구들. आज हामी चाहिँ च्याप्टर 8 मा छौं। खाचोक्वा छिङ्गु भन्ने है। खाचोक्वा छिङ्गु परिवार र साथीहरू भनेको छ। आज चाहिँ हामी परिवार र साथीहरू सम्बन्धी चाहिँ कोरियन मिनिङ विथ पिक्चर चाहिँ पढ्ने छौं च्याप्टर 8 मा। यो च्यानलमा जोडिनु भएको छैन भने चाहिँ सब्स्क्राइब गरेर जोडिनु होला। चेक गरौँ। 가족과 친구 खाचोक्वा छिङ्गु परिवार र साथीहरू भनेको छ। अब परिवार र साथीहरू भित्र चाहिँ के पर्छन् त्यो हेरौँ है। 이름 इरुम भनेको नाम भनेको छ। अब यो च्याप्टरमा चाहिँ हामीले सामान्य आदर र उच्च आदर पनि शब्दहरू चाहिँ भेटिन्छन् है। त्यो चाहिँ बुझौँ। अब घर छिप भनेको घर हो भनेपछि छिप चाहिँ सामान्य आदर भयो। त्यसलाई चाहिँ उच्च आदरमा चाहिँ के भन्छ त? ठेक भन्छ कि के भन्छ? त्यस्ता शब्दहरू चाहिँ आउँछन्, हेरौँ है। अब इरुम भनेको नाम, यो सामान्य शब्दमा। संहाम नाम आदरयुक्त रूप भनेको छ। संहाम नाम यो चाहिँ आदरयुक्त रूप भनेको छ। त्यसै गरी रहेको छ छिप भनेको घर, यो चाहिँ सामान्य आदर र आदरयुक्त रूप भनेको ठेक, यो पनि घर तर यो चाहिँ आदरयुक्त रूपमा चाहिँ आदर दिने तरिकाले चाहिँ शब्द हो ठेक, घर। यसरी चाहिँ बुझौँ। त्यसपछि रहेको छ नाई भनेको उमेर है। अब यन्से भनेको पनि उमेर तर आदरको रूपमा आदरयुक्त शब्द भयो यन्से। र सामान्य आफू सरका मान्छेलाई चाहिँ नाई शब्द प्रयोग गर्ने, आफूभन्दा ठुलो छ भने यन्से प्रयोग गर्दा हुन्छ है। एकदम आदरयुक्त व्यक्ति छ भने चाहिँ। अब हामी चाहिँ चित्र सहित चाहिँ हेरौँ है। हाराबजी भनेको हजुरबुवा। अब हामी चाहिँ परिवारजनमा चाहिँ परिवार र साथीसँगको चाहिँ हामी मिनिङ पढिरहेका छौँ। पहिला परिवारको हाराबजी भनेको हजुरबुवा। हालमनी हजुरआमा। साथीहरू मिनिङ चाहिँ एकदम इम्पोर्टेन्ट हो है। मिनिङ चित्र सहित मिनिङ चाहिँ एकदम इम्पोर्टेन्ट। हालमनी भनेको चाहिँ हजुरआमा। लिसन पनि सुनौ, एकदम इम्पोर्टेन्ट। फुमोनिम आमा बुवा, आदरयुक्त रूप भनेको छ आमा बुवा, फुमोनिम। आबजी आप्पा। आबजी भनेको बुवा र आप्पा भनेको नि बुवा नै हो है। आबजी आप्पा। 어머니 엄마 यो भनेको आमा। अम्मा भन्दा कस्तो राम्रो सुनिया छ है। अम्मा अमनी आमा कोरियन भाषामा। अमनी अम्मा। त्यसपछि हेरौँ यङ भनेको दाइ, ओप्पा भनेको पनि दाइ। यो पनि त्यही आदरयुक्त शब्द र सामान्य शब्द गरी चाहिँ बनाएको हो। यङ ओप्पा भनेको छ यो दाजु अथवा दाइ। नुना अथवा अन्नी यो भनेको पनि दिदी नै हो है। दिदी भन्छ नुना अन्नी। ना भनेको चाहिँ म। अब यसरी बुझौँ, छ भनेको पनि म र ना भनेको पनि म। आने भनेको श्रीमती। अब चाहिँ बेसिक लेभलदेखि एडभान्स लेभलसम्म चाहिँ हाम्रो डे 1 देखि कोरियन छ। प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ, क्याटेगोरी छुट्याएको छ सबै। अब कोरियन मिनिङ पनि हामी 8 च्याप्टरमा छौँ। 60 च्याप्टरसम्म चाहिँ लिएर आउनेछौँ। यो चाहिँ नयाँ बुकको भयो, एकदमै इम्पोर्टेन्ट छ साथीहरू, हेर्नु होला। नाम्फ्यान श्रीमान। नाम्फ्यान भनेको श्रीमान। अब आने भनेको श्रीमती, नाम्फ्यान भनेको श्रीमान।
여동생, 여동생, 여동생 भनेको बहिनी। 남동생, नामदोङसेङ, नामदोङसेङ भनेको भाइ। आ들, आदुल भनेको चाहिँ छोरा। यी शब्दहरू चाहिँ हाम्रो पुरानो च्याप्टरहरूमा नि थियो। जुन च्याप्टर पढिने जहाँ मिनिङ भेटिन्छ त्यही पढ्नु पर्ने हुन्छ। जुन शब्द आउँदैन त्यो लेखेर चाहिँ पढ्नु पर्ने हुन्छ। त्यसै गर्नु होला। नयाँ च्याप्टर पुरानो च्याप्टर सेम सेम हो है। 딸, ताल, ताल भनेको चाहिँ छोरी। 형제, ह्याङ्जे भनेको दाजुभाइ, दाजुभाइ। 자매, छामे, छामे भनेको दिदी बहिनी। 남매, नाम्मे, नाम्मे भनेको दाजु बहिनी भनेको छ नामे। इत्ता, इत्ता भनेको चाहिँ हुनु भन्ने हुन्छ। 있다, इत्ता हुनु। अब हुनु, 있다, हुनु भन्छ यसलाई। इत्ता हुनु अथवा अप्ता भन्ने हुन्छ एउटा। अप्ता यो चाहिँ नहुनु भन्ने हुन्छ। इत्ता हुनु, अप्ता नहुनु, ठिक्क अपोजिट। 계시다, खेसिदा हुनुहुन्छ भन्ने हो। अब हुनुहुन्छ, अब यो चाहिँ सामान्य आदर, यो चाहिँ आदरयुक्त शब्द भयो, उच्च आदर। अब हामी चाहिँ यी शब्द क्रियापदमा नि हेरौँ अब कुन चाहिँ उच्च आदर हो, कुन चाहिँ सामान्य आदर हो। यसरी पनि मिनिङ यिन चाहिँ अब इम्पोर्टेन्ट मिनिङ हो। खेसिदा हुनुहुन्छ, इत्ता हुनु, 먹다, मक्ता खानु र छाप्सुसिदा र थुसिदा भनेको पनि खानु। 잡수시다, 드시다, छाप्सुसिदा थुसिदा खानुहुन्छ भनेको छ। खानु, अब यसरी नै बुझौँ न हामी। यो खानु, खाना खानु भन्ने जस्तो खानुहुन्छ। यसरी चाहिँ आदरयुक्त शब्द भयो। यसरी बुझौँ है, मिनिङ आदरयुक्त शब्द यसरी भयो। थुसिदा जस्तै ग्रामरमा चाहिँ सिधा जोडिन्छ भनेपछि चाहिँ यो क्रियापदको पछाडि चाहिँ सिधा जोडिन्छ भनेपछि चाहिँ यो चाहिँ आदरयुक्त शब्द बन्छ भने चाहिँ बुझ्नु पर्यो है। सिधा जोडिन्छ चाहिँ आदरयुक्त शब्द हो। क्रियापदको पछाडि टु सिधा सिधा जोडिएपछि चाहिँ यो चाहिँ आदरयुक्त चाहिँ शब्द हो है। यसरी बुझ्नु पर्यो। अब छादा, 자다, छादा भनेको सुत्नु। छादा भनेको चाहिँ सुत्नु। अब छादा भनेको पनि क्रियापद हो। यसमा छुनु सिधा सुत्नु, यो आदरयुक्त शब्द सिधा जोडियो। यसरी बुझौँ। 주무시다, छुनु सिधा सुत्नु, यो चाहिँ आदरयुक्त शब्द भयो। 말하다, मारादा, मारादा भनेको चाहिँ कुराकानी गर्नु। 말씀하시다, माल्सुम हासिदा, कुराकानी गर्नुलाई नि हामीलाई सिधा जोडेको छ। यो पनि आदरयुक्त शब्द हो। अन्तिममा देख्न सक्नुहुन्छ माल्सुम हासिदा, आदरयुक्त शब्द कुराकानी गर्नु। 말씀하시다, माल्सुम हासिदा, यसरी चाहिँ हेरौँ। 아프다, आफुदा, आफुदा भनेको चाहिँ दुख्नु, दुख्नु। 편찮으시다, फ्यान्चानुसिता भनेको छ बिरामी हुनु। 외모와 성격, ओमेवा संज्ञक, ओमेवासँग देखावटी र स्वभाव भनेको छ। अब हामी चाहिँ देखावटी रूपमा र स्वभाव, सुन्दर, मोटो, पातलो के छ त देखावटी, त्यो पढौँ। यो चाहिँ इम्पोर्टेन्टै हो है। अब चाहिँ यो हेरौँ, एपुदा, यो केटी चाहिँ चिटिक्क परेकी छ, एकदम देखिएकी छ, राम्रै देखिएको छ। यसलाई एपुदा, एपुदा भनेको चाहिँ सुन्दर भन्ने हुन्छ अथवा राम्री हुनु, राम्री हुनु। एपुदा, 예쁘다, एपुदा राम्री हुनु अथवा सुन्दर।
एपुदा भनेको चाहिँ यस्तो हो है। अब चाहिँ 멋있다. मतित्ता आकर्षण हुनु भनेको छ। मतित्ता आकर्षण हुनु, इत्ता भनेको चाहिँ हुनु भन्ने हो, आकर्षण हुनु। के मतित्ता एकदम पुरै चस्मा चस्मा कालो कपाल लाएर सबै गरेछ, आकर्षण छ नि त मान्छे, त्यही भएर चाहिँ आकर्षण हुनु मतित्ता। 귀엽다. खुयप्ता राम्री प्यारा हुनु भनेको छ। अब यो चाहिँ बच्चा हो, एकदम सबैको प्यारो भइहाल्नै हाल्छ, राम्रो नि देखिन्छ बच्चा कालमा, राम्री प्यारी हुनु खुयप्ता। 잘생기다. छालसिङ्गिदा ह्यान्डसम हुनु, अब देख्न सक्नुहुन्छ ट्यापे पारामा छ, टाई साई लागेको छ, कपाल पालेको छ, ह्यान्डसम छँदैछ केटो। छालसिङ्गिदा ह्यान्डसम हुनु भनेको चित्रमा हेर्न सक्नुहुन्छ। अब चाहिँ यो चाहिँ दुब्लो पातलो छ तर लामो छ, हेरौँ। 키가 크다. खिगा खुदा उच्चो हुनु अथवा लामो हुनु भनेको खिगा खुदा, हाइट चाहिँ लामो छ भनेको हेर्न सक्नुहुन्छ। अब पातलोको होचोको के भन्छ त? 키가 작다. खिगा छाक्ता होचो हुनु, यो चाहिँ हाइट भनेको है। यो हेर्न सक्नुहुन्छ र यो हेर्न सक्नुहुन्छ। 머리가 길다. मरिगा खिल्दा कपाल लामो हुनु भनेको छ। अब चित्रमा नि हेर्न सक्छौँ कपाल पछाडिपट्टि फर्काएको छ, यसरी चाहिँ बुझौँ मरिगा खिल्दा। अब हामीले चाहिँ हेर्नु बिस्तारै बुझ्नुपर्छ। अब कुनै गोल घेरो दिया र त्यत्तिकै गरे भनेपछि जुन गोल घेरो दिया त्यो अनुसार चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ है। जुनमा गोल घेरो दिया त्यो चित्र चाहिँ हेर्नुपर्ने हुन्छ। 머리가 짧다. मरिका चाल्दा भनेको कपाल छोटो हुनु, चाल्दा भनेको छोटो हुनु हो। मरी भनेको कपाल अथवा टाउको पनि भन्छ भन्न त, तर कपालको केसमा चाहिँ कपाल भन्छ। 재미있다. छेमिता रमाइलो हुनु, रमाइलो भइरह एउटा कार्टुन राखेको छ, हेरिरह रमाइलो हुनु। दुईटा हात ठडाएको छ, हेर्न सक्नुहुन्छ दुईटै हात चाहिँ माथि माथि गरिरहेको छ। बच्चाहरूले रमाइलो हुँदा चाहिँ यसरी चाहिँ हाँस्छन्। छेमिता रमाइलो हुनु बुझौँ। त्यसपछि रहेको छ 친절하다. चिन्जलादा दयालु हुनु भनेको छ। दयालु कसरी भयो त? यो बुढो मान्छे छ अनि यो केटीले चाहिँ यो कुर्सी बसाल्न लागेको छ, बस्नु भनिराखेको छ चिन्जलादा, त्यही भएर दयालु भयो। हामी चाहिँ स्वभाव बुझ्नु पर्यो क्या, यी चित्रहरू चाहिँ आउँछन् इक्जाममा, एकदम इम्पोर्टेन्ट हुन्। छिन्जलादा। त्यसपछि रहेको छ 착하다. छाखाता असल हुनु, दुईटै छाताहरू ओढिराखेको छ, पानी परेको छ। अब एउटाले अर्कोलाई छाता ओढ्न नदिए भए चाहिँ असल हुन्थेन, त्यो चाहिँ छाखादा असल हुनु, छाता ओढ्याखन मजाले झगडा भयो होइन, असल हुनु भनेको छ। अब यसमा हेरौँ 부지런하다. फुजिरनादा मेहनती हुनु, मेहनती हुनु भनेको छ फुजिरनादा। अब यसमा चाहिँ मेहनत कसरी भयो त भन्दाखेरि तीनटा चित्र दिएको छ, तीनटा चित्रमा चाहिँ एकदम यो किताब पढिरहेको छ, मेहनती छ, यो चाहिँ फिजिकल गरिरहेको छ, मेहनती छ, र यो सरसफाइ गरिरहेको छ, सुरेकी सरसफाइ गरिरहेको छ, फोहोर सङ्कलन गरिरहेको छ, तीनजनै मेहनती छन्, त्यही भएर चाहिँ फुजिरनादा भनेको छ मेहनती हुनु। त्यसपछि रहेको छ 활발하다. 활발하다 सक्रिय हुनु भनेको छ। अब सक्रिय हुनु यो बसेर पढेर सक्रिय हुँदैन, एकदम सबै ठाउँमा जाने दौड्ने, गोल घेरो दिएकै छ बुझ्न सकिन्छ, जुन गोल घेरो दिए त्यो चित्र हेर्ने। 활발하다 भनेको सक्रिय हुनु। 얌전하다. याम्जनादा अब चाहिँ यो चित्र दिया ठिक्क उल्टो चित्रमा चाहिँ गोल घेरो दिया छ, याम्जनादा भद्र हुनु, भद्र हुनु भनेको चाहिँ यो चित्र हो भनेर बुझ्नु पर्यो। मजाले चाहिँ यो केटो चाहिँ किताब पढिरहेको छ, यो चाहिँ दौडिरहेको छ, भद्र हुनु। त्यसपछि रहेको छ 똑똑하다. टोक्टोखादा बुद्धिमान हुनु। बुद्धिमान हुनु भनेको नि यो माथि चाहिँ गुणन सुणन भइरह ठ्याक्क योले चाहिँ क्वेसन सोध्यो, यसले चाहिँ ट्याक्कै उत्तर सही भन्यो,
सही भन्यो भनेपछि चाहिँ यो चाहिँ बुद्धिमान छ है। तोक्तो खाँदा बुद्धिमान हुनु यसरी चाहिँ बुझ्नु पर्यो। 성격이 급하다. संयोगी खुबखादा भनेको छ, खुफादा भनेको चाहिँ अधैर्य हुनु भनेको छ, धैर्य नगर्ने मान्छेलाई भनेको हो। अधैर्य हुनु हतार गरिराखेको छ, दौडिराखेको छ, यसरी चाहिँ बुझौँ। 친밀감. छिल्मिङगाम नजिकपन भनेको छ। छोन्जुङ सम्मान भनेको छ। अन्तिममा यही हो। यो च्यानलमा जोडिनु भएको छैन भने सब्स्क्राइब गरेर जोडिनु ल। यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला साथीहरु। तपाईले एक्जाम दिनु भएको भने एक्जाम कस्तो दिनुभयो र पढ्दै हुनुहुन्छ भने चाहिँ पढाइ कस्तो चलिराखेको छ कमेन्ट गर्नु होला र यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। यो च्यानलमा जोडिनु होला। हाम्रो 60 सम्म च्याप्टर चाहिँ आउँछ। हस्, धन्यवाद।